गाइजहरु हैन आज चाहिँ मेरो चाहिँ यो चाहिँ फर्स्ट न्यू ब्लग आज चाहिँ म सरस्वती पूजामा जाँदैछु अनि बबाल हान्नुपर्छ टक्क सरस्वती पूजा कस्तो हुन्छ अब गाउँमा सानो स्कुल छ स्कुलमा अब खासै मान्छे पनि हुँदैन केटाकेटीहरु पनि थोरै छन् हैन लेट्स गो जाउँ है त आज ब्लगमा यहाँ अब बल केटाकेटीसँग बल हिँड्दै छ नाच्नु त ल फुवाजी एकचोटि तुमसे ना हो पाएगा किन ह्यान्डसम देखिनु भएको छैन क्या ह्यान्डसम देखिनु भएको छैन जम्मा क्लासमा 3 जना भन्दा मान्छे रोइन रहेछ अनि 2 hours later अनि अस खासै राम्रो पनि भन सरस्वती पूजा स्पेशल अनि त्यो कारणले गर्दा चाहिँ अब टक्क खानासाना खाएर हामी चाहिँ खोलातिर पार्टी हान्नु भनेर जाँदैछौँ मिलाएर यहाँको कल्लु ह्यान्डसम यानी कि काल्पा ब्ल्याक बोय ह्यान्डसम कुरी छ हैन त कल्लु भैया नि छ यता एक भाइ छ केटाहरू हैन दामी तरिकाले ल खाना भाले टक्क टाउको सिरके सिर लोकलको टक्क ल्याइसक्यो अब यहाँ 3 केजी बराबरको टक्क अब यहाँ सट्ट अब जाँदैछौँ हामी हैन सामानहरू अझै किन्नै बाँकी छ मिलाएर घडाघुडुक पारेर के हो त यो कुखुरा मार्ने ल देखा त ल कुखुरा पनि खिच्ने ग्यास पारिसक्यो औ दामी ल पोलपाल गर्दा केटा यहाँ आगोहरू फुकेर टक्क हामी चाहिँ आइसक्यौँ हैन हो ग्यास भयो त दामी ठाउँहरू छ यता चाहिँ कस्तो भइदियो सम्बोय पनि आमा फाइनली गाइज हाम्रो चाहिँ यहाँ रेडी हुँदैछ सामानहरू हैन यहाँ टक्क सँगले हैन यहाँ चिज पाक्दैछ हाम्रो टक्कै दामी तरिकाबाट हैन यहाँ चटपटे बनाउँदैछ केटाहरूले यहाँ हैन अनि यता टक्क हाम्रो चिज रेडी हुँदैछ चटपटे पुरै हो यो हैन चटपटेवाला हो यो चटपटे ठेला चाहिँ कहाँ राखिस् हौ तैँले हो ठेला हैन पछि म भविष्यमा के अरे चटपटे बेचेरै बुढी पाल्ने हो त त्यो यता देखा त ठेला यहाँ छ त ठेला तेरो ठेला ठेला गाडा यहाँ तयार हुँदैछ त यो चाहिँ ठेला गाडा हो यो खादबारीको ठेला गाडा हो तर हामीले यता लिएर आएको क्या यहाँ अब पार्टी खानु भनेर केटालाई चटपटे बनाउनु तर मिठो चाहिँ बनाउँदैन 1000 रुपियाँ आजको 1000 रुपियाँ दिएको केटालाई 5 घन्टाको ल यता कल्लु छ कामदारी तर मासु भन्दा चाहिँ म चटपटे मिठो लाग्यो चटपटे खा हामी मासु चटपटे रहेछ भने यस्तो सम्बन्ध छ क्या पौडी खेल्नको लागि हैन जाँदैछौ हैन ल ल ल के भयो के हो काल्पाले काल्पाले यहाँ एउटा कटु छ नि हैन यहाँ एउटा कटु छ नि हैन यहाँ कटु लाइरहेछ नि यहाँ र 3टा कटु लाएर हिँड्दो रहेछ के
यस्तो चाहिँ हुनु पर्यो क्या केटाहरू भएपछि कल्लु हो नि त कल्लु के हुन्छ कहिले काहीँ फाट्छ होइन त्यही हो कहिले के हुन्छ तिनवटा कटु फेरि केटाको फेरि चिज पनि लास्टै कडा छ अरे क्या अनि फटाउँछ कि भनेर पनि ल केटा ल ल आइज आइज ए जाँच गहिरो भनेको त गहिरो रहेन रहेछ नि हो जाँच झन्डै ग्यास भइयो नि हौ केटा आइज न ओ केटा हौ छिरा आऊ न यार केटा हो केटा ओ कल्लुले मारेको छ क्या फेरि एक हान्दै त के हान्नु मन छ हान्दै नि त हान्न हान एउटा ए रोनाल्डोको फ्यान रहेछ यो तर नेमारको हो नेमारका हान्ने त फेरि एकचोटि हान् त नेमारको ल हान्न हौ आउँदैन यता टट्टुले हान्छ टट्टु भाइ हान्न आउँदैछ यस केटाहरूको फोन चाहिँ खतरा छ क्या जे भयो भने अहिले घर आँट्दै जान्छ ल ल ल ल केटा हो एउटा देखा न यार कलाहरू के हान्न आँटिसो कल्लु कहाँ गयो यार कल्लु एउटा गर्दैन लु पानीमा हान्दै नि त एकचोटि जिम्नास्टिक कल्लुले त हान्छ यस्तो त सामान्य हो यार फेरि वान्स मोर हान त वान्स मोर साधन हान त ल हान्न ल यस्तो हानेर चाहिँ अन्त दामी हुन्छ क्या ल ल ल कल्लुले सबिन राईको मन जित्यो है कसो गरिरहेको रहेछ अरे ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ कल आयो त्यो पनि दामी ल ल ल कल्लु जा त तेरो पालि टोडी खेल त ल केटा हो मारेको छ केटा हातले ज्यान्सु हान्दै एकचोटि तेरो चाहिँ वाइट लाग्यो क्या मलाई नयाँ जस्तो खतरा फुल्या न त्यही बसेर यस्तो गर्न यहाँ फुल्या त आमा यस्तो गर्न यहाँ काले यहाँ काले कि गोरे खतरा कल्लुको त बोइकाको जस्तो छ त हौ ज्यान त प्याक देखा न यस्तो लुकाएर नानीको बाउहरूको कहाँ हुन्छ दामी दामी मासु पकाउन लाग्दैछौँ फेरि पनि गडागुडुक पारेर आगो फुकिँदैछ केटाहरू यहाँ सब जाडो भएर पर एक भाइले आगो बाल्दैछन् होइन टक्क तरिकाले यहाँ एक भाइले आगो बाल्दैछ अनि केटाहरू यता सब होइन दामी तरिकाले लागि परिरहेछ केटाहरू एकदम लागि पर्छ म चाहिँ टक्क हेर्ने हो केटाहरूलाई सिकाउने हराउने यताउता मिलाएर ल केटा हो ल ए कल्लु हाम्रो केटो चाहिँ यहाँ प्याज काट्दैछ होइन अनियन भन्ने अनियन भन्छ होइन इङ्ग्लिसमा नेपालीमा इङ्ग्लिसमा अनियन यता अर्को यो सिकाउँदैछ यो सिकाउँदैछ यो यहाँ टक्क खाली गरेर बसिरहेछ यहाँ अब स्पेसल तरिकाले मासु बस्दैछ है टोलीहरू म पनि बजाउँछु नि मासुको के खाने हुँदा छ मासुको खै त भने मासुको भनेको हड्डी खाने हो हड्डी खाएर मान्छेको यतातिर हड्डी बनाउने यस्तो हुन्छ त्यही भएर अलिक या हुने हो क्या या भएपछि सक्यो क्या होइन यस्तो खाने आठौँ हड्डी अड्क्यो खुट्टा ओ के हो यार यहाँ सेतो यहाँ कालो छ त अरे कालबाले दिन्छ कि यत्तिको चाहिँ हुनु पर्यो कि यत्तिको चाहिँ हुनु पर्यो ऊ अफ्रिका घानाबाट बल खेल्न लिएको क्या हामीले अनि यसो
खोलामा यसो सेलिब्रेट गरिदिउँ भनेर होइन जहाँ हाम्रो कालबहादुर इङ्ग्लिस बोल्थ्यो एउटा नेपाली नै बुझ्दैन अनि इङ्ग्लिसको के भनौँ भन्यो नि केटो मल्ल पऱ्यो क्या चितवन चाहिँ अघि केटाहरूले खिलिङ घाँस पारिदिइहालेछ अनि निस्तै भइयो त यार कराई धुने छ कराई देखाएको थियो कल्लो खोइ हेरौँ त बेस ल दामी तरिकाले त छेउकुना बबाल तरिकाले ल आजको हाम्रो कुकम्यान दामी तरिकाले होइन टक्कसँगले हामीले अब सबै गरिसक्यो रात पनि परिसक्यो अब समय पनि अब 5 क्रस भइसकेछ रात पनि छिटिसक्यो छोडो दिन भएको कारणले फाइनल्ली यहाँ रहेछ स्त्री लम्पट हाम्रो स्त्री लम्पट अनि फाइनल्ली हामीले चाहिँ अब सबै गरिसक्यो र आजको दिन भनेको यतिकै अन्त्य हुँदै आजलाई बाई बाई लेट्स